नमस्ते साथीहरू, आज हामी चाहिँ भक्तपुरको क्षेत्रमा रहेका छौँ। हामी यस क्षेत्रमा भ्रमणको लागि भन्दा नि जगिङको लागि आए जस्तो छौँ। गुड। यहाँ हामी दुईटा एउटा उता हामी तीनजना रमाइलोसँग हिँडेर आइरहेका छौँ। सिलपारामा हावा पनि उस्तै मौसम पनि उस्तै लागिरहेछ। अनि हामी 10 मिनटसम्म हिँडिसक्यौँ। अब हामी चाहिँ आफ्नो रुममा जानको लागि हिँडिरहेछौँ। रुम कता हो थाहा छैन, बाटो चाहिँ जता बाटो छ उतै हिँडिरहेछौँ। तर भेटिने आश चाहिँ धेरै छ साथीहरू। मेरो भिडियोमा पनि साथीहरू यता फुटबल नि खेलिँदो रहेछ साथीहरू। हामी हिँड्दैछौँ बाटोमा। त्यसको अब भाइरल हुने भयो होला। तेरै हो। उखा माया देखाइदिनु होला होइन यो भ्लगमा पनि। यता कविदोष पनि छन्, यता हाम्रो दिजु पनि हुनुहुन्छ होइन। हेर्नुहोस् यस्तो अकाउन्टमा हाम्रो हेर्नु ब्याक साइड यस्तो छ। यता हाम्रो कविदोष छन् यता। पहिला आफू गरौँ। हेर्नुहोस् यस्तो छ यो ठाउँमा, हामी यो ठाउँमा आएका छौँ। हेर्नु है के हो यो केही पनि थाहा छैन। हेर्नुहोस् हाम्रो कविदोष यता छन् अनि म चाहिँ यता छ सँगै जिउने मर्ने तिमी नै मेरो जिउने आशा। हामी चाहिँ यस क्षेत्रमा थाहै नभएको हामी कुन ठाउँ पुग्यौँ भन्ने कुरा हामीलाई चाहिँ पत्तो नभएको बेहोरा जानकारी गराउँछौँ। हामी यस क्षेत्रमा पुगिसकेका छौँ। हामीलाई कुनै पत्तो नभएको बेहोरा जानकारी गराउँछौँ। यो कुन ठाउँ हो थाहा छैन, माफ गर्नु होला। तर रुममा पुग्छौँ कि नै भन्ने हो मेन कुरो। ल ल ल ल हाम्रो साथीहरू बोल्दैछन्। ल बोल बोल बोल। मेन कुरो भनेको हामी रुममा चाहिँ पुग्नु सक्छौँ कि सक्दैनौँ भन्ने हो होइन गाइज। तर अहिले हामी कहाँ छौँ भन्ने केही पनि थाहा छैन। यो कुण्डोल भन्ने ठाउँमा छौँ, भक्तपुर कुण्डोल ठिमीमा होइन। हामी चाहिँ मध्यपुर ठिमी वडा नम्बर 5 निर जानुपर्ने हो। हामी जानुपर्ने रहेछ यता हो। तर यहाँ कुण्डोल भन्ने ठाउँ आइसक्यौँ। आज कुण्डोल भन्ने ठाउँ पुगिसकेका छौँ हामी। यहाँ पिपलको रुख त खत्रै आयो होइन। यता पिपलको रुख नै रहेछ एउटा। हामी चाहिँ यो बाटो हुँदै अब जानुपर्ने वडा नम्बर 5 मा हो। यताबाट कार पनि आइरहेछ। अस्तिको भ्लगमा चाहिँ तपाईँहरूको आश माया र भरोसाले राम्रोसँग भ्युज गएको थियो। यस भ्लगमा पनि तपाईँहरूको आश भरोसा कमेन्ट लाइकले नि हामीलाई साथ सपोर्ट दिनेछ भन्ने आश गर्दछौँ। यसैबिच हामी चाहिँ महत्त्वपूर्ण क्षेत्र गहुँ खेती गरिनको लागि प्रख्यात क्षेत्रमा पुगिसकेका छौँ। हेर्नुहोस् यो क्षेत्र प्रकृतिले भरिपूर्ण भएको क्षेत्र हो। यस क्षेत्रमा हामी हिँडिरहेछौँ। हामी रुमबाट निस्केको पनि करिब आधी घन्टा जति हुन थाल्यो। भीमबहादुर अगाडि हिँडिरहेका छन्। उनीहरू अगाडि म चाहिँ पछाडि भ्लग बनाउँदैछु। हेर्नुहोस् हामी यस क्षेत्रमा पुगेका छौँ भ्लगको क्रममा। यसै क्रममा हामी अब बाटो चिनिसक्यौँ। अब हामीले यो क्षेत्रभन्दा माथि यो घर हरियो घर देखिन्छ। ऊ क्षेत्रमा हामी अस्ति नै आइसकेका थियौँ। हामी चाहिँ अब रुमतर्फ लागिसकेका छौँ। अब चाहिँ हामीले बाटो पत्ता लगाइसक्यौँ गाइज। हेर्नुहोस् बाटो चाहिँ हामीले पत्ता लगाइसक्यौँ। केही छैन, अब 10-15 मिनटपछि हामी रुम पुगिहाल्छौँ। त्यति बेलासम्मको लागि तपाईँहरूसँग हाम्रो कुराकानी भइरहनेछ जस्तो लाग्छ। भ्लग मार्फत देखाइरहन्छौँ के कस्तो छ भनेर। आजको हाम्रो सङ्घर्ष कति सङ्घर्षपछि हामी रुममा पुग्न सफल हुन्छौँ। है
कस्तो भाइहरूलाई देखाइदेऊ भाइहरूसँग कुराकानी गर्दै हुनुहुन्छ भाइहरू पनि हुनुहुन्छ यो ओह्रालो ठाउँमा यहाँ बाइक नै आइरहेछ हिँड्नुहोस् हामी चाहिँ अब हिँडिसक्यौँ कति रमाइलो ओइ हाई गर न हाई नमस्कार गर मेरो भलकमा गाइज यता हेर्नुहोस् एउटा क्युटी मेरो आउनुभएको हामी चाहिँ अब यो भक्तपुर भन्ने ठाउँमा छौँ हाम्रो कविताको यहाँ जतिखेर हेर्नुहोस् स्तुपा रहेछ होइन साई भनौँ न बौद्ध स्तुपा रहेछ कविता हाम्रो यहाँ छन् यसरी चल्दैछन् कविता नै कविता फेरि पुरा ह्यान्डसम भएर केटी पठाउनु लागि आइरहेछन् हेर्नुहोस् यहाँको भ्यू कति दामी छ है नेचुरलीवाला कति सो क्युट प्यार मासले कस्तो खतम छ खतम कि नै खतम भन्नाले अहिले मेरो मुखमा खतम बानी पऱ्यो भने खतम आउँछ होइन खतरा तर भित्र जानु मिल्छ कि नै भन्ने हो यसको स्ट्रक्चर यस्तो छ हेर्नुहोस् यहाँ धारा पानी बिनाको यो नेपाल हो नेपाल हेर्नुहोस् मेरो रुम नजिकको भ्यूहरू यस्तो छ होइन मेरो रुम अब त्यहाँबाट सिधा त्यो गाडीभन्दा माथि गयो भने मेरो रुम भेटिन्छ यो साइड यता हेर्नुहोस् यो पर ललितपुर साइड भक्तपुरबाट ललितपुर नै काठमाडौँ साइड इन्ट्री भइसकेको छ हामी अब उता मन्दिरबाट जाने कुरो चाहिँ हामीसँग प्रस्ताव भइसकेको छ यस कुरोमा हामी उहाँ यस ठाउँबाट जाने भइसकेको हुँदा फाइनली गाइड अब फाइनली हामी रुमसम्म पुग्नको लागि पुगिसक्यौँ अबको 1 मिनट पनि लाग्दैन होला लगभग आधी मिनटमा हामी रुम पुग्छौँ त्योभन्दा पहिले नै हामी यस चाहिँ सिधाइदिन्छौँ अब भलक चाहिँ सिद्धिन लाग्यो फाइनल्ली हामी अब रुममा पनि पुग्यो यसैबाट अब हाम्रो भलक पनि सिद्धिनेछ अर्को भलकमा भेटौँला भन्दै बाई बाई सी यू सुन सबैले नेक्स्ट भलकमा राम्रो कुराकानी देखाउँला